जय श्री राधे श्याम। ओम सुरभ्यै नमः गवे नमः। समादरणीय भक्त भागवत जनहरू, यहाँलाई मैले आज 2082 साल तिहार विशेष यमपञ्चक विशेष दिन हामीले अब लक्ष्मी पूजा पछि गाई पूजन कहिले गर्ने, गोरु पूजन कहिले गर्ने, अहिले 4 गते गर्ने कि 5 गते गर्ने भन्ने ठुलो हल्ला समाजमा चलिआएको छ। कहिले गर्ने भनी सम्पूर्ण कुराको जानकारी दिन आएको छु। गोवर्धन पूजा कस्तो प्रकारले गर्ने, गाई पूजा कहिले गर्ने, कसरी गर्ने, कुन विधिले पूजा गर्नुपर्छ भन्ने सम्पूर्ण कुराको जानकारीमूलक भिडियो श्रृङ्खला लिएर आएको छु। अत्यन्त परम पावन सुन्दर ज्ञान उपयोगी रहेको छ। अन्तिमसम्म हेरेर सुनेर साथ दिनुहोला। मन परेमा लाइक कमेन्ट र सेयर गरिदिनु होला। साथसाथै च्यानललाई सब्स्क्राइब गरेर साथ दिनुहोला भन्दै यस गाई तिहारको भिडियो प्रारम्भ गर्न चाहन्छु। गाई भनेको विश्वकी जननी, गावो विश्वस्य मातर शास्त्रले बताइएको छ। यस गाई तिहार कहिले पर्न गएको छ भन्दाखेरि विक्रम सम्वत 2082 साल कार्तिक महिनाको 4 गते र 5 गते। पञ्चाङ्गमा सूर्य पञ्चाङ्ग आदि पञ्चाङ्ग आदिमा 5 गते भनेर लेखिएको छ, तर 5 गते प्रतिपदा तिथि छ। हामीलाई धेरैजनाले प्रश्न गरिरहनु भएको छ, हे गुरुदेव कुन दिन हामीले गाई गो पूजन गर्ने? अरू बेला त बिहानमा गाई पूजन गरेर रात्रिकालमा लक्ष्मीको पूजन गरिन्थ्यो, तर यसपालि त बिहान कुकुरको पूजा गरेर बेलुका लक्ष्मी पूजा गऱ्यौँ। अनि पर्सिपल्ट प्रतिपदाको दिन हामीले गौ पूजन गर्ने पात्रमा लेखिएको छ भनेर कतिले हामीलाई प्रश्न गर्नुभएको। त्यस्तो प्रकारले हामीले लक्ष्मी पूजा चाहिँ जुन दिन रात्रिमा औँसी तिथि प्राप्त हुँदछ त्यसै दिन हामीले माता लक्ष्मीको पूजा गर्दछौँ, महालक्ष्मीको हामीले पूजा गर्छौँ। यो कुरोमा सबैजना स्पष्ट हुनु होला। रात्रिको समयमा सन्ध्यामा औँसी तिथि जुन दिन प्राप्त हुन्छ त्यसै दिन लक्ष्मी पूजन गर्ने हो। अब रह्यो गाई पूजन। गाई पूजनलाई औँसी तिथिमा पनि गर्दा राम्रो, प्रतिपदा पनि मिल्दछ। शास्त्रमा के बताइएको छ भने या कुहु प्रतिपन मिश्रा तत्र गा पूजयन् नृपः पूजनात् त्रीणि वर्धन्ते प्रजा गावो महीपति भनेर बताइएको छ। जसले चाहिँ कुहु भनेको औँसी तिथिको दिनमा र प्रतिपदाको मिश्रित भएको दिनमा, औँसी र प्रतिपदा तिथि भएको संयोगको दिनमा जसले गाईलाई पूजा गर्दछ भने त्यो व्यक्तिले चाहिँ प्रजा भनेको आफ्ना सन्ततिहरू, मही भनेको आफ्ना धन भूमि आदि जुन पृथ्वी रूपी आफ्ना भूमि, यस्ता प्रकारले उसको चाहिँ 3 गुणाले बढेर जाँदछ भनेर बताइएको छ। जुन हामीले अरू बेला पूजा गर्नुभन्दा पनि प्रतिपदा तिथि र औँसी तिथिको संयोगमा यदि गाई पूजा गऱ्यौँ भनेदेखि 3 गुणा धेरै फल चाहिँ हामीले प्राप्त गर्न सक्दछौँ भनेर निर्णय सिन्धुमा बताइएको छ। त्यसै कारणले गर्दाखेरि हामीले 4 गतेको दिन हामीले मङ्गलबारको दिनै पनि हामीले गाई पूजा गर्न सक्दछौँ। तर गोरु पूजा, गोवर्धन पूजा भने हामीले प्रतिपदा तिथिको दिन 5 गते बुधबारको दिन हामीले यस्तो प्रकारले गर्नुपर्दछ। हजुरहरूलाई मैले गाई पूजा गर्ने यो निर्णय सिन्धुको विशेष श्लोक यहाँलाई मैले सुनाएँ। या कुहु प्रतिपन्न मिश्रान् तत्र गः पूजयत् नृपः पूजनात् त्रीणि वर्धन्ते प्रजा गावो महीपति। यो दिव्य श्लोक रहेको छ। यस श्लोकका आधारले हामीले 4 गते पनि गाई पूजा गर्न सक्दछौँ। अब गाईलाई कस्तो प्रकारले पूजा गर्ने भन्दाखेरि सर्वप्रथम विभिन्न प्रकारका पकवानहरू, गाईलाई अब आटाको चामलको पिठोबाट बाबरका रोटीहरू बनाउने प्रचलन रहेको छ। विभिन्न प्रकारले रोटी बनाउने, नुन कुटेर नुन पानी तयार पार्ने जुन प्रचलन रहेको छ त्यो तयार पार्ने, त्यसपछि तेल, विभिन्न प्रकारका अब गाईलाई टिका लगाइदिने अक्षता आदि भए नभएदेखि अबिरमा चामलको पिठो मिसाएर फुल आदिको थुङ्गाले त्यो टिका लगाइदिने। त्यस्तो प्रकारले त्यो टिको तयार पार्ने, गाईलाई विभिन्न प्रकार मिठा घाँसहरू तयार पार्ने, खोले आदि तयार पार्ने, गाईलाई खाने वस्तुहरू यस्तो प्रकारले तयार गर्ने। त्यसपछि दियो कलश सहित गाईको गोठमा जाने, दीपलाई पूजा गर्ने, कलश भगवानलाई पूजा गर्ने, गणपति भगवानलाई पूजा गर्ने। त्यसपछि गाईको चरणमा गाईलाई चरण धोइदिने। त्यसपछि गाईको खुरमा र सिङमा चाहिँ तेल घस्दिने परम्परा छ। गाईलाई तेलले यस्तो प्रकारले मालिस गरिदिने। अनि गाईका शरीरका
मा गाईको शरीरमा 33 कोटी देवी देवताको वास हुने भएको कारणले गर्दाखेरि अनि देवताको पालै पालै पुच्छरदेखि लिएर शिरसम्म सबै देवताको कल्पना गर्दै गर्दै सारा 33 कोटी देवतालाई सम्झेर गाईको शरीरमा पूजा गर्ने, चन्दन अक्षता तिल जौ लगाइने, गाईलाई धूप घुमाउने, माला लगाइदिने, विभिन्न प्रकार मिष्टान्न वस्तुहरू खान दिने, यस्तो प्रकारले हामीले गाई पूजन गर्नलाई सक्दछौँ। यो 4 गते मङ्गलबारको दिनमा यो कर्म गर्नु पर्यो। अब 5 गते बुधबारको दिनमा पनि यहाँले प्रातःकालमा यसै गरी गोरु पूजा गर्ने ठाउँमा जानु पर्यो। सुरुमा अघिल्लो दिन पूजा गरेको गोरुलाई फेरि गाईलाई फेरि पूजा गर्ने, अघिल्लो दिन 4 गते पूजा गरेको गाईलाई फेरि 5 गते पनि पूजा गर्ने, अनि त्यसपछि मात्र गोरु पूजा गर्ने। हामीले यस्तो प्रकारले गर्दाखेरि राम्रो हुँदछ, किनकि गाई श्रेष्ठ हो। त्यो गाईपछि गोरु भएको कारणले गर्दाखेरि 5 गते पनि फेरि गाईलाई यसो संक्षिप्त रूपमा चन्दन अक्षता फुलले पूजा गरिदिने, अनि गोरुलाई फेरि हिजो जसरी प्रकारले गाईलाई पूजा गर्नु त्यही विधिले गोरुलाई पूजा गर्ने। गाईलाई र गोरुलाई एकै विधिले एकै तरिकाले माला लगाउने, खानेकुरा खान दिने, यस्तो प्रकारले पूजा गर्ने। जस्तै हामीले के बुझ्नु पर्यो भने तुलसी पूजा भनेको तुलसीलाई चन्दन अक्षता छर्केर तुलसीको पूजा हुँदैन, तुलसीलाई जल दिएर जल हालेर तुलसीको पूजा हुन्छ। गाईको पूजा भनेको अबिर आदि छर्किँदैमा चन्दन अक्षताले परबाट फाल्दै मात्रै गाईको पूजा, गाईलाई खान दिनु नै गाईको पूजा हो। त्यो आशय बुझेर गाईलाई विभिन्न प्रकारका मिष्टान्न पकवान नआदि जुन खाँदाखेरि गाई बिरामी नहोस् त्यस्तो प्रकारको वस्तुहरू तयार पारेर गाईलाई र गोरुलाई मैले हजुरलाई बताएँ 5 गतेको दिन यस्तो प्रकारले गोरु पूजा गर्नु होला। अनि गोवर्धन पूजा, गोवर्धन पूजा के हो भन्दाखेरि अब गोवर्धन पूजा चाहिँ गाईले जुन गोब्र्याएको गोबर सबै गोबरलाई भेला बनाउने, ठुलो गोबरको ढिकुरो बनाउने, गोवर्धन पर्वत जस्तै आकारको बनाउने र त्यहाँनिर चाहिँ विभिन्न चन्दन अक्षता फुलले पूजा गरेर गोवर्धनको प्रार्थना गर्ने। गोवर्धन धराधार गोकुल त्राणकारकः कृष्ण बाहु कृतच्छाया वाम कोटि प्रदो भवः। हे गोवर्धन भगवान, हजुर भनेको सारा गोकुलवासीलाई रक्षा गर्नुभएको भगवान कृष्णले कान्छ्यामलामा हजुरलाई उठाएर सारा ब्रजवासीलाई त्यही पर्वत मुनि लुकाउनु भएको त्यो दिव्य गोवर्धन पर्वत रहेको छ। यस्तो प्रकारले कृष्ण भगवान कृष्णले लीला गर्दाखेरि हजुरलाई उठाइदिनु भयो, त्यसमा हजुरको छाया मुनि हजारौं गोकुलवासीले आश्रय लिन पाएका थिए। हजुरलाई यस्तो प्रकारले हजुरलाई नमस्कार गर्दछु भनेर गोवर्धनलाई पूजा गर्ने, त्यो गोबरको थुप्रोलाई यो मन्त्रद्वारा हामीले प्रार्थना गर्न सक्दछौँ। गोवर्धन पूजा भयो। अब कुरा रह्यो बलि पूजा। महाबलीको पनि यसै दिन पूजा गरिन्छ। अब बिहानमा यस्तो गोवर्धन पूजा, गाई पूजा, गोरु पूजा बिहानमा गऱ्यो भने बेलुकाको समयमा, सन्ध्याकालको समयमा अनि एउटा दक्षिणपट्टि फर्काएर एउटा बलि महाराजको लागि एउटा दीप बाल्नु, दियो बाल्ने, सम्भव भए बलिका फोटा, बलिका नभए कुनै रङ्गोली चित्र आदि बलिका बनाउने र त्यहाँनेरि बलिलाई विशेष प्रकारले त्यहाँ पूजा गर्ने। हे बलिराजाय नमो नमः भन्ने, बलिराजाय नमः भन्ने पूजा गर्ने। चन्दन अक्षता फुल तिल जौले पूजा नभए दियोलाई नै बलिराजाको स्वरूपमा कल्पना गरेर त्यहाँ हामीले पूजा गर्न सक्दछौँ र प्रार्थना गर्ने। बलिराज नमस्तुभ्यं दैत्य दानव वर्धितः इन्द्र शत्रु मरारातो विष्णु सान्निध्यदो भवः। यस्तो प्रकारले प्रार्थना गरे। हे बलिराज, हजुरलाई नमस्कार छ, हजुर दैत्यहरूको राजा हुनुहुन्छ। यस्ता प्रकारले हजुरलाई कोटि कोटि नमस्कार छ भनी पूजा गर्ने, प्रार्थना गरेर त्यहाँ यस्तो प्रकारले हामीले बलि महाराजको पूजा गर्न सक्दछौँ। यसरी अनि अघिल्लो दिन हामीले लक्ष्मी पूजा गरिहाल्यौँ। लक्ष्मी पूजाको अब लक्ष्मी पूजामा त हामीले दीपावली गर्छौँ भने अब गौ पूजाको दिन र गोरु पूजाको दिन पनि हामीले दीपावली गर्नुपर्छ, दीप बाल्नु पर्दछ। अब हामीले 3 गतेको दिन सोमबारको दिन हामीले अचल लक्ष्मीको पूजा गर्यौँ भने अब भोलिपल्ट चल लक्ष्मी यानि कि गाईको पूजा गरेछौँ। गाई भनेको चल्नेवाली स्वयं देवी, स्वयं लक्ष्मीको रूपमा हामी लक्ष्मी भनेर गाईलाई पूजा आराधना गर्ने भएको कारणले गर्दा गाई पूजाको दिन, गोरु पूजाको दिन पनि हामीले घरमा रङ्गोली बनाएर दीपावली गरेर हर्षमनाइ गर्न हामीले सक्दछौँ। यस्तो प्रकारले कर्म अगाडि बढाउनु होला। यहाँहरूलाई मैले कोही पनि अन्योल नपर्नु, आफ्ना परिवारका सदस्य, आफ्ना छर छिमेकी, कोही इष्टमिष्ट कोही झुक्किनु भएको छ भने यो भिडियो धेरैभन्दा धेरै सेयर गरेर सबैलाई जानकारी दिनुहोला, ताकि हामीले सबैलाई यो कुरो ज्ञान होस्। ज्ञान जति बाँड उति बढ्ने भएको कारणले गर्दा यहाँले पनि
सेयर गरेर भए पनि सबैलाई ज्ञान प्रदान गर्न सक्नुहुनेछ। हामीले 4 गते मङ्गलबारको दिन पनि हामीले गाई पूजा गर्न सक्दछौँ। अब होइन पात्रमा 5 गते लेखा छ भन्दाखेरि 5 गते दिन गर्न सकियो, तर प्रतिपदा र औँसीको संयोगमा गाईको पूजा गर्दाखेरि अत्यन्त दिव्य फल प्राप्त गर्न सकिन्छ भन्ने कुरो मैले यहाँलाई अघि श्लोक प्रमाणको रूपमा हामीलाई पस्किसकेँ, सुनाइसकेँ। त्यसै कारणले गर्दा गाईको पूजा गर्नु, गाईको रक्षा गर्नु। अब कोही नेपालदेखि परदेशमा हुनुहुन्छ, आफ्नो घरमा गाई छैन, कोही परदेशमा हुनुहुन्छ, गाई पूजा गर्न सम्भव छैन भने के गर्ने होला भन्दाखेरि घरमा गाई नहुनेले ओल्लो घर पल्लो घर छर छिमेकीतिर जाने, त्यहाँ पनि नभएदेखि कतै आश्रम आदिमा गौ पालेको छ, नभए कोही गुरुहरूको घरमा अवश्य गाई पाल्नु भएको छ, उहाँ गएर पूजा गर्ने। यसो लगेका गाईलाई खानेकुराहरू लगेर दिने, पकवान वस्तुहरू दिने, गाईलाई खाना, यस्तै प्रकारले पनि हामीले पूजा गर्न सक्दछौँ। यदि विदेशमा हुनुहुन्छ के गर्ने होला भने गाईको स्मरण गरेर भगवान कृष्णको मूर्तिमा गाईको कल्पना गरेर पूजा गर्न सकियो। राधा कृष्णको मूर्तिमा गाईको कल्पना गरेर पनि हामीले पूजा गर्न सक्दछौँ। यस्तो प्रकारले अब होइन गाईलाई प्रत्यक्ष रूपमा सेवा गर्ने इच्छा भए अब गाईलाई गौशाला आदिमा, कुनै आश्रम आदिमा गाईको सेवाको लागि भनेर यहाँले दक्षिणा पैसा पनि पठाउन सक्नुहुनेछ र यस्तो प्रकारले सेवा गर्न सक्नुहुनेछ। मेरो अब 1 महिनाको लागि गाईको आहार मेरो तर्फबाट 2 दिनको लागि मेरो गाईको आहार, गाईको खानेकुरा मेरो तर्फबाट प्रदान गर्छु भनेर आश्रम आदिमा सम्पर्क गरेर यहाँले यस्तो प्रकारले गाईको सेवा आराधना पनि गर्न सक्नुहुन्छ। गाईको सेवा नगरिकन हाम्रो जीवन, हाम्रो परम कल्याण प्राप्त, हाम्रो कल्याण भनेकै गौमाताको सेवा गरेर मात्र प्राप्त हुने भएको कारणले गर्दाखेरि यहाँले सकेसम्म भए आफ्नै घरमा, नभए ओल्लो घर पल्लो घर, नभए आश्रम आदिमा कुनै मठ मन्दिरमा गएर भए पनि गाईको पूजा अवश्य गर्नुहोला। गाईको पूजा गरेपछि अनि हामी भोलिपल्ट भाइको पूजा गर्दैछौँ। यस्तो प्रकारले हजुरहरूलाई यो अत्यन्त महत्त्वपूर्ण जानकारी पस्किए। हजुरहरूलाई थाहा थिएन भने अन्य थाहा नहुने मित्रहरूलाई पनि सेयर गर्नुहोला भन्दै अन्तिममा लाइक, कमेन्ट र सेयर गरिदिनु होला भन्दै सब्सक्राइब गर्न नबिर्सिनु होला भन्दै बिदा हुन चाहन्छु। हवस्, धन्यवाद। राधे राधे। गबे नमः।